It's 28.9. Okay, 313 miles done for today. Light, easy recovery run has been done for today. Yesterday's session was on an interval of 1 mile, which was first in 11 minutes, second in 9 minutes, and the last one was in 11 minutes. So this is day 700 and I guess 18 day of my workout routine. के पीछे जा रहा है। एउटा नानी अघिदेखि कुदेको बिच्चे आएको छ बिचरा। भनिन्छ नि नानीहरू एट्र्याक्ट हुँदैछ पनि के अरू हो भन्ने चाहिँ साँच्चैमा एट्र्याक्टिभ गऱ्यो नि त्यो मान्छे चाहिँ। ए होइन होला है त्यति साह्रो। सो अब मेरो सानो कोसिस मात्रै छ यो हप्ता जसरी पनि पुरा गरौँ। By being showing up every day, whatever the time. भन्न सकिन्न तर त्यो माइन्डसेट चाहिँ I have done. हिजो छोरीसँग आएको थियो, आज छोरी चाहिँ आमासँग स्कुलको जुत्ता किन्नु भनेर चाहिँ छुट्टियौँ हामी, तर छुट्टिनु मानेको थिएन। आई होप जुत्ता किन्यो होला र खुसी छ होला, तर यता चाहिँ ल्याइन, आमा चाहिँ ल्याइ। फिटनेस त के बिचरा मेरो बुढी बेसी हिँड्नु पनि सक्दैन बानी नभएर। आफ्नो त के काम छ र 8 महिनादेखि केही गरेको छैन हो। यस्तै हो।